नमस्कार। आज हामी चाहिँ भर्चुअल माध्यमबाट अथवा घरमै बसी बसी पेन्सन खाता कसरी रिन्यू गर्न सकिन्छ भन्ने कुरा हेर्न गइरहेछौँ। सुरुमा हामीले चाहिँ के खोल्नु पर्यो भन्दाखेरि एउटा ब्राउजर खोल्नुपर्ने हुन्छ। सुरुमा हामी पेन्सन म्यानेजमेन्ट अफिसको वेबसाइटमा जानुपर्ने हो। pension.gov.np मा गएर इन्टर गर्नुहोस्। अनि पेन्सन म्यानेजमेन्ट अफिसको चाहिँ वेबसाइट खुलेको छ, जसमा हाम्रो सेवाहरू भन्ने छ। सेवाहरूमा धेरैवटा सेवाहरू हजुरहरू देख्न सक्नुहुन्छ, जसमध्ये यो हामी अनलाइन हाजिरी नवीकरण अथवा ई पेन्सन भेरिफिकेसन भन्ने यो सेवामा क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसकेपछि पेन्सन म्यानेजमेन्टको एउटा लगइन पेज खुलेको छ। युजर नेम र पासवर्ड लिनु छ भने चाहिँ हामी रेजिस्ट्रेसन भन्ने बटनमा क्लिक गरेपछि चाहिँ हामी युजर नेम पासवर्ड चाहिँ यहाँबाट लिन सक्छौँ। नभएको खण्डमा होइन, हामीसँग छ भने चाहिँ हामी के गर्छौँ भन्दाखेरि यसमा गएर हेर्छौँ। हामी पासपोर्ट पट्टा नम्बर हाल्छौँ। त्योभन्दा पछाडि मोबाइलमा प्राप्त पासपोर्ट चाहिँ हामी इन्ट्री गर्छौँ। अनि हामी के गर्छौँ त कन्टिन्यूमा क्लिक गर्छौँ। हेर्न सक्नुहुन्छ। सुरुमा नेपालीमा नाम, इङ्ग्लिसमा नाम, सक्रिय निष्क्रियहरू देख्न सक्नुहुन्छ। अहिले हामी सुरुमा के गर्छौँ भने अहिले कुनै पनि हामी उपस्थिति देखिएको छैन। अब हामी भर्चुअली उपस्थित गर्नको लागि हामी के गर्छौँ भने स्टार्ट लाइभ सेसन भन्ने चाहिँ बटनमा क्लिक गर्छौँ। क्लिक गरिसकेपछि एउटा पहिचान प्रमाणीकरण पेज खोल्यो, जसमा भनिएको छ स्पष्ट क्लियर उज्यालो ठाउँमा बसेर आफ्नो फोटो खिच्नुपर्ने भन्ने एउटा इन्स्ट्रक्सन दिएको छ। उज्यालो ठाउँमा बस्यो भने फोटो राम्रो आउँछ, क्लियर आउँछ र एकैचोटि प्रमाणीकरण गर्न सजिलो हुन्छ। त्यसकारणले उज्यालो भएको ठाउँमा बस्नुपर्ने हुन्छ। त्यस्तै गरी प्रमाणीकरण सुरु गर्नुहोस् भन्नेमा क्लिक गर्नुहोस्। फोटो खिचियो। फोटो खिचिसकेपछि अब यो रेड आयो भने चाहिँ फेरि पुनः फोटो खिच्नुपर्ने हुन्छ। यो ग्रिन सर्कल आएपछि हजुरको फोटो खिच्ने काम सम्पन्न भयो। अगाडि बढ्नुको लागि चाहिँ अगाडि बढ्नुहोस् बटनमा क्लिक गर्नुहोस्। अनि हामीलाई फरक फरक इसाराहरू गर्न लाउनेछन्। त्यसमा जुन इसारा भने त्यही इसारा हामीले गर्नुपर्ने हुन्छ। त्यसको लागि आई एम रेडी लेट्स गोमा क्लिक गर्नुहोस्। इसारा गर्दा आफ्नो औँलाले चाहिँ आफ्नो फेस छेकिनु भएन। इसारा पनि भेरिफाई भइसकेको छ। अब फेरि हामी अगाडि बढ्नुहोस् बटनमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि फेरि अगाडि बढ्नुपर्ने हुन्छ, अनि मात्र रिजल्ट देखिन्छ। अगाडि बढ्नुहोस् बटनमा क्लिक गर्नुहोस्। हजुरले देख्न सक्नुभयो लाइभनेस भेरिफिकेसन रिजल्ट भनेर आयो, जसमा सुरुमा हामीलाई फेस चाहिँ फोटो खिच्न लागेको थियो। त्यो फोटो चाहिँ के हो त भन्दाखेरि फेस चाहिँ ट्रु ठिक छ भन्छ। जेस्चर इसारा गर्न लाग्यो त्यो पनि ठिक छ भनिरहेछ। नेसनल आइडी पर्सेन्टेज पनि 86% म्याच भएको छ। यो चाहिँ राष्ट्रिय परिचय पत्रसँग म्याच भइसकेको छ। 80 भन्दा माथि नै यसको पर्सेन्टेज म्याच हुनुपर्ने हुन्छ। के गरेर 80 भन्दा तल पर्सेन्टेज आयो भने पुनः हाजिरी गर्न फेरि यसले सजेसन गर्नेछ, हाजिर गर्नुपर्ने हुन्छ। 80 भन्दा तल भएको खण्डमा चाहिँ हाजिरी हुँदैन। त्यसकारण के हुन्छ, 80 भन्दा माथि भएको कारणले तपाईको हाजिरी सफलतापूर्वक सम्पन्न भयो भन्ने चाहिँ मेसेज आयो। कसरी विवरण हेर्न सकिन्छ भन्ने कुरा चाहिँ हामी यो ड्यासबोर्ड भन्ने छ, ड्यासबोर्डमा क्लिक लाउनुहोस्। क्लिक गरिसकेपछि अब के देख्नुहुन्छ भने पछिल्लो पल्ट उपस्थित भएको मिति भन्ने छ, जसमा आजको मिति देखिन्छ 2083 3 महिना 27 गते आज हामीले हाजिर गऱ्यौँ। त्यसै अब कहिले गर्ने त नेक्स्ट टाइम हाजिरी भन्दाखेरि चाहिँ प्रेजेन्स कहिले गर्ने भन्दा अर्को पटक उपस्थित हुनुपर्ने मिति भन्ने छ 2084 3 महिना 26 गते भन्ने छ। त्यस्तै गरी यहाँ तल पनि देख्नुहुन्छ भर्चुअल प्रेजेन्स आजको डेटमा र उपस्थित भयो इङ्ग्लिस भयो र 86% चाहिँ हामीले के गर्यौँ त एनआइडीको फोटोसँग म्याच गऱ्यौँ भन्ने कुरा भयो। यति गरिसकेपछि हामीलाई हाम्रो चाहिँ घरैबाट भर्चुअल माध्यमबाट हाजिरी गर्ने काम चाहिँ सम्पन्न भएको छ र हाजिरीको लागि ब्याङ्क गइराख्न चाहिँ हामीलाई परेन।